आज चाहिँ हाम्रो कार्यशालाको अन्तिम दिन हो। यहाँ याक्थुङ मुन्चैत चोक सायोङले हप्ता दिनको लागि कार्यशाला राखेको थियो र यो चाहिँ दरबार सेकुवान खाजाघरमा छौँ अहिले हामी। मसँग हुनुहुन्छ हाम्रो निर्देशक सेकमुरी, अहिले भर्खरै नयाँ चलचित्र उहाँले सुट गरेर एडिटिङमा हुनुहुन्छ। र यो चलचित्र कहिलेसम्म आउँछ सर? अब अहिले बर्खा मास छ, त्यो भएर अलिकति पछि गरौँ भन्ने भएर छ। असारमा गरौँ भन्ने थियो, नहुने भयो। हजुर, अब साउन भदौ नै हुन्छ होला। ल सरलाई एकदमै हार्दिक शुभकामना छ। एकदमै चाहिँ राम्रो चलोस् देश विदेशमा, होइन? अनि अब हामी आजको लागि जान्छौँ होइन त भित्र क्लासमा? अब क्लास आज अन्तिम दिन। र यहाँ हाम्रो पुष्पाञ्जली नायिका मिस टिलिङ, उहाँ अहिले नयाँ नाम भएको छ उहाँको। मेरो नयाँ नाम होइन नि, अनि पुरानो नामै हो। अनि टिलिङ कसरी? र हामीसँगै यहाँ क्लास गर्दैछौँ। अरू कुरा भरे अनि अरू भन्नुहोस्, क्लासमा के कस्तो भयो? क्लासमा ज्ञान कतिको पाइयो? ज्ञान धेरै पाइयो कि तर राख्ने ठाउँै भएन। ल अब हामी भरे अपडेट गर्दै गर्छु ल म हजुरहरूलाई। हस्, थ्याङ्क यू। अहिले चाहिँ भने यहाँ खाजा खाने कार्यक्रम चल्दैछ। सबैजनाले खाजा लिँदै हुनुहुन्छ। खाजा मैले पनि जस्ट खाजा खाइसकेर यहाँ चाहिँ रेस्ट, त्यसपछि अब सुरु हुनु लागेको छ हाम्रो कार्यशाला वर्कसप। अहिले चाहिँ खाना खाँदैछु, 12 बजे खाना खाँदैछौँ। र यसरी नै हाम्रो ट्रेनिङ निरन्तर चलिरहेको छ। तर अहिले खानाको ब्रेक हो। खाना खाइसकेपछि अलिकति चिसो खाने हो कि भनेर, गर्मी पनि छ नि त। अनि हाम्रो याक्थुङ मुन्चैत चोक सायोङले यो फिल्म मेकिङ सम्बन्धी बजार व्यवस्थापन र फिल्म मेकिङको चाहिँ एउटा कार्यशाला वर्कसप राखेको थियो। त्यो चाहिँ ठिकै आज सकिँदैछ भनौँ न, आज फाइनल हो। र अब यसपछि हाम्रो केही कार्यशाला छ, त्यसपछि आजको फाइनल सानो कार्यक्रम पनि राख्नु भएको छ उहाँहरूले। त्यो पनि तपाईँहरूलाई कन्टिन्युस म देखाउँदै लान्छु ल। यस्तो ट्रेनिङ चाहिँ मैले मुन्चैतबाटै मैले सालै पछि लगभग 3 वर्ष भयो मैले लिएको कन्टिन्यू। सालै पछिको वर्कसपमा चाहिँ म छु। र यसपालि पनि अब